यदि तपाईँ बौद्धिक धार्मिक हुनुहुन्छ भने चाहिँ यो प्रपर्टी चाहिँ हजुरको लागि एकदम पर्फेक्ट हुनेछ है। लोकेसन वाइज अहिले म 3 घरे रातो गुम्बा नजिक आइसकेको छु। तपाईको रुम्बा चोकबाट करिबन 500 मिटरको डिस्टेन्समा चाहिँ हजुरले यो प्रपर्टी पाउन सक्नु नै हुनेछ। सोहीबाट चाहिँ तपाईले 1.5 किलोमिटरको डिस्टेन्समा चाहिँ यो प्रपर्टी पाउनु हुनेछ है। तब रोडको एक्सेसको कुरा गर्नु पर्दाखेरि तपाईले देखि नै रहनु भएको छ 20 फिटको पिच बाटोको एक्सेस त पाउन सक्नु नै भन्यो भने अगाडिको भागलाई तपाईले कमर्शियल पर्पजको लागि युज गर्न सक्नु हुनेछ भने पछाडी चाहिँ तपाईले आफै बस्नको लागि बंगलो बनाउँछु भनेर सोच्नु भएको छ नि त्यसको लागि पनि एकदम पर्फेक्ट नै हुनेछ। हैन गार्डनिङ गर्छु भनेर सोच्नु भएको छ भने पनि त्यसको लागि पनि एकदम पर्फेक्ट हुनेछ। किन भन्दाखेरि तपाईको पछाडी पनि हजुरले बाटोको एक्सेस त पाउन सक्नु नै हुनेछ। पूर्जामा चाहिँ हजुरले 10.5 आना पाउन सक्नु हुनेछ नि फिल्डमा चाहिँ तपाईले टोटल 13 आना पाउन सक्नु नै हुनेछ। तपाईले 2.5 आना त एक्स्ट्रा पाउन सक्नु नै हुनेछ। किन भन्दाखेरि यो एरियामा हजुरले 2.5 आना पाउनु भनेको त ढुङ्गा खोज्दै देउता पाउनु नै भइहाल्यो। अब प्राइसको कुरा गर्नु पर्दाखेरि तपाईले टोटल 7 करोडमा चाहिँ यो प्रपर्टी पाउन सक्नु हुनेछ जसमा अलिअलि नेगोसिएबल त भइ नै हाल्छ। मेन भनेको यो प्रपर्टीमा चाहिँ तपाईले खानेपानीको प्रशस्त सुविधा पाउन सक्नु हुनेछ है त। ढल पानी बिजुली बत्ती सबैको सुविधा त भइ नै हाल्यो। ड्रोन शटको एरियल भ्यूबाट तपाईले अलरेडी प्रपर्टी देखिसक्नु भयो नि त। फिल्ड भिजिटर डिटेल्सको लागि चाहिँ तपाईले हामीलाई कन्ट्याक्ट गर्नुपर्ने हुनेछ। हामीले हजुरलाई स्क्रिनमा नम्बर दिइसकेका छौँ। छिटो भन्दा छिटो कन्ट्याक्ट गर्नुस् र यो प्रपर्टी आफ्नो नाममा बनाइहाल्नुस्।